हेलो वेलकम ब्याक छ युनिटी क्यापिटल एन्ड कन्सल्टेन्सीमा आज 2026/4/25 शनिबारको दिन सरेज है मैले नेप्सीको विकली अपडेट लिएर आएको छु। मार्केट हेर्छौँ भने यो हप्ता 2788.7 बन्द भएको जस्तो देखिन्छ भने अन्तिम शुक्रबार चाहिँ हाम्रो तिनवटाले पोजिटिभ सर्किट हानेको छ। 27वटा अनचेन्ज छ र 208वटा डिक्लाइन छ र 116वटा इन्क्लाइन भएको जस्तो देखिन्छ। अब हेर्छौँ भने निप्सीमा यो हप्ताको हामी टप गेनरमा गएर हेर्छौँ भने के छ भन्दा टप गेनरमा हाम्रो पाल्पा सिमेन्ट जस्तो देखिन्छ। यो आइपिओ हो, सबैले थाहा छ छँदै त, जुन चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसको एउटा भनौँ न स्टक हो र हाम्रो शिखर पावर डेभलपमेन्ट भन्ने छ। अनि यो चाहिँ हाइड्रो पावरको छ। यो पनि करिब करिब दुवै 101.07%ले बढेको छ। एउटा 7 छ, एउटा 8 छ। त्यसपछि हामी टप लुजरमा गएर हेर्छौँ भने कुन छ भन्दा टप लुजरमा हेर्छौँ भने डोल्टी पावर जस्तो देखिन्छ, जुन चाहिँ 14.92%ले घटेको छ र अन्तिम मूल्य भनेको 382 छ, जुन चाहिँ हाइड्रो पावर हो। र अर्को भनेको एसवाई प्यानल छ। एसवाई प्यानल चाहिँ हाम्रो यो हप्ता करिब करिब 10% घटेको छ। त्यो भनेको 9.77% छ। त्यसपछि अर्को भनेको के लिथियम हाइड्रो पावर लिमिटेड भनेको छ। यो दुइटा चाहिँ मेन भनेको चाहिँ हाम्रो डोल्टी पावर छ। अब हामी चाहिँ यसलाई चाहिँ हाम्रो चार्टमा गएर हेर्छौँ भने के देखिन्छ भन्दा विकली एनालाइसिसमा हेर्छौँ भने हाम्रो क्यान्डल अलिकति बियरिस बनेको छ होइन। अघिल्लो हप्ता अलिकति इन्डिजन क्यान्डल थियो भने यो हप्ता अलिकति बियरिस बनेको छ। बियरिस बनेर बन्ने ठाउँमा पनि आइसकेको छ। अब यो पुरै जोन भनेको यो पुरै भनेको चाहिँ अलिकति क्यान्डलले यो पुरै क्यान्डल भनेको चाहिँ के हो भन्दाखेरि यो बायरको स्ट्रेन्थ हो। यो बायर आएको भएर यो क्यान्डलको विक बने हो भने अब यसमा रिटेस्ट गरेको छ मार्केटले। रिटेस्ट गरेर तर हाम्रो मार्केट के भएको छ भन्दाखेरि एउटा नेगेटिभ क्यान्डलमा क्लोज भएको जस्तो देखिन्छ। अब हेर्छौँ भने यो हप्ताको विकली ओपन कहाँ भएको थियो भन्नुहुन्छ भने विकली ओपन भएको भनेको चाहिँ तपाईँको 2831.78मा भएको थियो भने विकली हाई भनेको हाम्रो 2886.44मा भएको छ। विकली लो भनेको हाम्रो कहाँ छ भन्दाखेरि 2760, लगभग 2760तिर भएको छ। र तपाईँहरूलाई म अघिल्लो भिडियोदेखि नै भन्दै आएको छु होइन, हाम्रो मार्केटमा रियाक्ट गर्ने ठाउँ धेरै हुन्छ। फेरि मैले यो लेभलमा फेरि अब लाउँदै जान्छु। अहिले म इन्डिकेटरमा मैले अघिल्लो हप्ता पनि लाउँदै गएको थिएँ, तपाईँहरूलाई याद छँदैछ होला। यो एउटा जोन भनेको थियो, यो एउटा सप्लाई गर्ने ठाउँ भनेको थियो होइन। मार्केटलाई त्यसपछि मैले जुन यो छ यसको लोको क्यान्डलले इन्डिसन क्यान्डलमा रियाक्ट आउँछ भनेको थिएँ, यहाँ पनि रियाक्ट भएको छ। त्यसपछि मार्केटले यतातिर पनि अलिकति अर्डर छ, यतातिर अर्डर छ भनेको थियो। त्यसले हाम्रो एकदम राम्रो अर्डर हाम्रो यतातिर छ भनेको थियो। त्यसपछि यतातिर नछ भनेको थियो होइन। मार्केटले के हुनसक्छ भन्दा अब यतातिर इङ्गल्स छ, मार्केटले यता टार्गेटमा पुगिसकेको छैन। हामी त्यसको कुरा गर्दैछौँ है, यता टार्गेट पुगेको छैन। अब हाम्रो हायर स्कुलको टार्गेट भनेको यता छ भन्नु सबैलाई भनेको पनि थियो। कतिजनाले एउटै भिडियो रिपिट भइरहेको हुन्छ, एउटै कुराहरू रिपिट भइरहेको हुन्छ। किन भन्दाखेरि मार्केट एकदम स्लो मुभ हुन्छ। आजको भोलि मार्केट मुभ भएर तपाईँको पुरै उ गर्ने भन्ने चाहिँ हुँदैन होइन। त्यही भएर अब यो राम्रै ठाउँबाट बढेको छ होइन। मार्केट बढेर यहाँ र यो दुइटा जोनमा पुग्नु पर्ने थियो, त्यहाँसम्म नपुगेर मार्केट के गर्यो, यहाँसम्म पुगेर फेरि घटेर यहाँको अर्डर लिन आएको छ। फेरि मार्केटले यो लेभलमा नपुगिकन अब मार्केटले अलिकति घटेको छ। अब यतातिर अर्डर छ, यता पनि यहाँ पनि अर्डर छ। मार्केटले के गर्न सक्छ भन्दा अब यतातिरको अर्डर लिएर गएको छ, यतातिर पुस गरेको छ। मार्केटले अब यसैलाई नै लिएर मार्केट यहाँ रियाक्ट गर्न सक्छ, यहाँ पनि रियाक्ट गर्न सक्छ र यहाँ पुगेर झर्न सक्छ। र मार्केटले होइन अलिकति ठुलै करेक्सन लिन्छु भने मार्केटले यो दुइटामा पनि आएर मार्केटले यहाँसम्म जाने सम्भावना छ। ओभरअल मार्केट हेर्छौँ भने लङ टर्ममा चाहिँ अलिकति बुलिसै छ होइन। अब सर्ट टर्ममा हेर्छौँ भने मार्केट यहाँसम्म आइसकेर सर्ट टर्ममा हेर्छौँ भने हामीले यहाँ पुग्नु पर्ने देखिन्छ। यहाँबाट घट्यो भने पनि यहाँबाट अलिकति आउनु पर्ने देखिन्छ। र लङ टर्ममा भनेको हाम्रो मार्केट यो दुइटा जोनमा पुग्नु पर्ने देखिन्छ है त। आजको लागि भिडियो यति नै छ होइन। कुरा एउटै हो, दिनदिनै मैले हरेक हप्ता यही कुरा रिपिट गरिरहेको हुन्छु होइन। त्यही भएर विकली अपडेट चाहिँ प्रायः जस्तो इन्डेक्सको यही नै हुन्छ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? अब नेप्से बाहेक तपाईँहरूलाई अरू सब इन्डेक्स पनि चाहिन्छ भने कृपया कमेन्ट गर्नु होला होइन। भिडियो मन पर्यो भने चाहिँ तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला र साथीलाई पनि रेकमेन्ड गर्नु होला। यति भन्दै आजको लागि चाहिँ म तपाईँहरूसँग बिदा माग्छु। हस्त, धन्यवाद, ह्याप्पी ट्रेडिङ।